हेलो एभ्रिवान, यो चाहिँ मेरो फेभरेट प्लेस हो। रुम पछिको एउटा फेभरेट प्लेस जहाँ चाहिँ मैले इन्डोर प्लान्ट्सहरू राखेकी छु। रुममा धेरै बेर बस्दा बस्दा नि कहिलेकाहीँ वाक्क हुन्छ नि त, त्यति बेला चाहिँ म यता आएर बस्छु। मलाई प्लान्ट्सहरू एकदम मनपर्छ। उनीहरूसँग टाइम स्पेन्ड गर्दा माइन्ड अलि लाइट हुन्छ जस्तो लाग्छ। यहाँ धेरै महँगो बोटहरू त छैनन्, तर ग्रिनेरीले चाहिँ पिस दिन्छ नि, त्यो इनफ लाग्छ मलाई। म चाहिँ आज धेरै दिनपछि यता आएको, अनि फेरि सबै प्लान्टमा चाहिँ धेरै धुलो धुलो बसेको थियो। त्यसैले चाहिँ धुलोहरू सफा गरेँ मैले, अनि फेरि सफा गरेँ, पानी राखेँ। प्लान्टको केयर त्यति हार्ड हुन्छ जस्तो चाहिँ मलाई लाग्दैन। बेसिक कुराहरू, अब समयमा पानी हाल्ने, डस्ट लागेको सफा गरिदिने, यस्तो गरे पुग्छ। हरेक दिन पानी हाल्नुपर्छ भन्ने पनि हुँदैन। माटो हेरेर, प्लान्ट हेरेर नै बुझ्न सकिन्छ। सधैँ जस्तो चाहिँ मैले 8-10वटा सब्सक्राइबरहरू चाहिँ डेली पाइरहेको छु। हजुरहरूको साथ सपोर्टले चाहिँ मलाई एकदमै मोटिभेट फिल गराइरहेको हुन्छ। यसरी नै साथ सपोर्ट माया देखाउँदै गर्नुहोला। च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरेर लाइक कमेन्ट गर्न पनि नभुल्नुहोला है। आजको मेरो दिन चाहिँ खासै यसरी नै बित्यो। अनि मैले एकछिन एउटा बुक पढेँ, जो चाहिँ मेरो साथीले दिएको थियो। द आर्ट अफ बिइङ अलोन भन्ने बुक चाहिँ थियो, जसमा बिइङ अलोन भनेको चाहिँ लोन्ली चाहिँ होइन, तर इट मिन्स अन्डरस्ट्यान्डिङ योर सेल्फ बेटर भन्ने चाहिँ हो। यो बुकले भन्छ एक्लो हुनु विकनेस होइन, समटाइम्स अलोन टाइम इज द बेस्ट टिचर हो भनेर भन्छ। पहिला लोन्लीनेस पेन जस्तो लाग्न सक्छ, तर जब हामी आफैसँग बस्न सक्छौँ, सलिट्युड पिसमा चेन्ज हुन्छ भन्ने खालको चाहिँ यसले मेसेज दिन्छ। च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब लाइक गर्न नभुल्नुहोला, र कुन ठाउँबाट हजुरहरू हेर्दै हुनुहुन्छ कमेन्ट पनि गरिदिनु होला। मलाई मेरो सब्सक्राइबरहरू कुन ठाउँबाट हुनुहुन्छ भन्ने कुरा थाहा हुन्छ। थ्याङ्क यू सो मच, बाई बाई।